देखाउने अब के गरेर मान्छेलाई कसले चिनेको छ मेरो ब्लगमा कतिचोटि देखेको छ ल आइ भन्नु त मेरो ब्लगमा ल ओके ल वेलकम टु सासी क्रिएसन भनिदिनु ल भन्दैछु ल सबैजनालाई स्वागत छ आज हाम्रो यो भ्लग चाहिँ धरानसम्मको छ बाबा तर मेरो र मसँग एकजना दाबा पनि हुनुहुन्छ यहाँ है भनिदिनु दाइ हामी चाहिँ आज केही कामहरू छ र भेटघाटहरू छ तपाईँहरूलाई चाहिँ थोरै खुच्रे क्याम्प पनि फुच्रे क्याम्प पनि लग्छौँ र मेरो साथीहरूसँग भेटघाट छ आजको भ्लग चाहिँ त्यस्तै नै छ कहाँसम्म यो भ्लग गर्छ हेर्दैछौँ त्यस्तो छ अब केही वर्ष चाहिँ 4-5 वर्ष चाहिँ यो लगभग लाग्छ होला यो हामी गर्दैछौँ बाटो एकदम खराब छ यो यात्रा हाम्रो दमकको नगर्नु जस्तो महसुस हुँदैछ त्यति नभएर खर्सानी चोकबाट माथि धरानै पुगिन्छ बाटो हिँडेको बाटो हो यो खोर्सानीको बाटो है हामी बिचबाट सरल जाइरहेछ सानो हिँडेको चाहिँ खर्सानीबाट भित्र पसिसकेको छ बाटो एकदम सजिलो छिटो रहेछ यहाँ कम्पनी भएर हिँडेको छ बडो गाडी
25 वर्ष पछाडि धराउनु कतिखेर भयो यहाँ काम पर्थेन एकचोटि more than 30 years कहिले यस्तो छोराहरूलाई पनि आर्मी लाग्नु भनेर के छ हौ यसमा चाहिँ भन्नु त तिमीहरू त खै गऱ्यौ न अब मैले के भन्ने होइन कहिले यसो इन्ट्रेस्ट दिएर ल तिमीहरू पनि लाग्नुपर्छ आदि इत्यादि भनेर कहिले ल यसो यताउता गराऊ भन्नु भएन त हामीले इन्ट्रेस्ट नदेखाएर हो इन्ट्रेस्ट नदेखाउने अब के गरेर इन्ट्रेस्ट मैले देखाएर हुँदैन थियो तिमीहरूले गर्नुपर्ने मान्छे नगर्ने त्यहाँ मैले गरेर हुँदैन थियो फौजमा भर्ती हुन त्यसै हुँदैन नि त ओके अनि आर्मी लागेको ठिक लागेको छ कि अहिले नलागेकै हामी ठिक छ के भनाइ छ अहिले त ठिकै छ नै अब तिमीहरूले पनि अब ठिकै छ पेन्सन चाहिँ आउँदैन त्यही होइन त त्यही हो परेसानी मेरो जस्तो पेन्सन चाहिँ आउँदैन तपाईँको जस्तो पेन्सन त कहाँ हो र अब तपाईँ जस्तो लकी त हामी कहाँ हुने त पेन्सन त आउँदैन नि मान्छेलाई कसले चिनेको छ मेरो ब्लगमा कतिचोटि देखेको छ हामी चाहिँ अशोकको घरमा आएको छौँ अशोक निवासमा आएको छौँ DJI Mini Pro-को एन्टी फिल्टर यसलाई मैले कति केही गरेँ होइन थ्याङ्क्स सो मच मैले केहीमा हेरेँ होइन दराजहरू हेरेँ कता हेरेँ थिएछ कति होइन मैले भेटेँ थियो अनलाइनमा पनि थुप्रो होइन सकिसकेको स्टक क्लियरेन्स भयो होइन ल्याउन भन्दा पनि नल्याउने अशोकमा आएर यसरी एउटा सिङ्गे कुखुरा चाहिँ तोडेर हिँड्यो भएको छ है एकदम धन्यवाद आइदिनु भयो हामीलाई वेलकम सम्झेर आउनु भयो हाम्रो दाइ धेरै वर्ष 3 वर्ष चाहिँ अब ड्रोनको यो के भन्छ हामी लगभग अब भइसकेको कस्तो लाग्यो बाबा कस्तो लाग्यो मेरो साथीको मेजबानी कहाँ हुनुहुन्छ ठिक छ के भन्न चाहनुहुन्छ त मेरो साथीलाई भेरी गुड भन्न चाहन्छु भेरी गुड भन्न चाहनुहुन्छ अरे मेरो बाबाले ल अशोकलाई पनि भेरी गुड थ्याङ्क यू भेरी मच अब हामी अलिकति वे ब्याक हुँदैछौँ आजको लगभग अब एक डेढ बाटोमा क्लिपहरू लिने यो भ्लगलाई यस्तै नै बनाउँला जस्तो छ फाइनली घर आइपुग्यो घर आइपुगेको अवस्था कपाल पनि यस्तो भएछ र अब के छ भने आज चाहिँ सक्यो अब आजको मेरो कार्यक्रम केही कामहरू गरियो अब आजलाई यति नै थ्याङ्क यू भेरी मच फर वाचिङ दिस व्लग टु ब्ल्याक एन्ड टु अग्ली